नेक्स्ट डे हो अनि त्यहाँबाट आज चाहिँ हामी फेरि पनि होली खेल्दैछौँ अनि त्यहाँ रातिले पनि हेर्दै ह्याप्पी होली सबैजनालाई फेरि पनि मेरो भ्लगमा स्वागत छ अनि यो चाहिँ नेक्स्ट डे हो अनि त्यहाँबाट आज चाहिँ इन्डियामा मनाउँछ तर हामीले नेपालमै मनाइदियो क्या त्यही विक्रमको बडी त देखेर नतर्सिनु होला एकदम ह्याप्पी होली नाइसक्यो नि म त घुम्न जाने मान्छे हो फेरि नहुने रहेछ कि विक्रम दाइले हान्न चाहिँ गइरहेको छु फुटेन ह्याप्पी होली Yes sir. Yes sir. Yes sir. Dila ke jagini ke aunty huँदैन नाङ्गो भाइले भेट्छ भाइलाई हुन्न है भाइलाई हुन्न ल ए म भिज्यो आठु कलर त क्या खतरा भइदिरहेको सो अहिले चाहिँ हामीले होली खेलेर अलमोस्ट बिचमा आइसक्यौँ है जस खेल्यो हिजो खेलाएको थिएन नि त हामीले जस रमाइलो भइरहेको हाम्रो यतिजना भयो भने 4 जना मात्रै खेल्यौँ आफै बिचो आफै आफै यता हेर भिडियोमा आफै देखाएन अन्डी यहाँनिर यता हेर बिग्रो आमा मुख हेर्न मुख ट्याटु हामीले खसीमा दल्छ नि खसीमा पहेँल दल्छ यता हेर्न बिग्रो बिग्रो बाबु लड्यो भने अहिले पुरै त्यो ट्याटु हान्छ नि त्यो ढाड देखाउन एकचोटि क्यामेरा एकचोटि देखाउन ल सिधा छोरो सिवन बाबा भा गएन भाइ खिच्छौ कोही मिल गया बिजोग गरिदिनु भयो यहाँ सबजनाले अब के गर्नु हालत यस्तो छ तलदेखि माथिसम्म बेसनको पिठो दल्दा छ तेलमा डुबाउनको लागि यहाँ ठ्याक्कै आफ्टर होली बाथिङ है सिवन्स ह्यान्ड वास सिवन्सको गएन खै सिवन्स उसको झन् कहाँ जान्छ अब यस्तो छ है अरू के ह्याप्पी होली 2 दिन ह्याप्पी होली भोलि स्याटरडे बिदा गाइज अहिले चाहिँ म दाइको कम्पनीमा छु यानि कि फ्याक्ट्रीमा अनि त्यहाँबाट मानभिक चाहिँ त्यहाँ छ मेरो मानभिक त्यहाँ छ अनि त्यहाँबाट यहाँ चाहिँ मानभिकको खाजा अनि जस म त्यहाँ बसिरहेको छु घाँसमा चट्टा पाराले हरियाली घाँस छ अनि यो चाहिँ हाम्रो दाइको कम्पनी हो जोस् होइन अनि उता चाहिँ हाम्रो डगीहरू छ म हल्लाई देखाउँछु है त
मिक्छ साइकलमा एकचोटि चढाएको उसलाई फेरि चढ्न मन लागेको छ अनि त्यहाँ नचढा के गर्दो रहेछ है त हाम्रो राइडर दाजु चट्ट लाएर यस्तै हो है अहिले चाहिँ त्यस्तै 4:30 जति भयो होला त्यही पनि घाम मजाको लागिरहेको क्या अब मानविक चढ्ने अरे है त चढ माथि चढ कम अन बोय I'm need a big boy. You need a big boy. ल ले सक्छु ए चलाउने आफै ल ड्राइभरमा माइलो भन्ने होला नि उसले हान्दियो ल वीरेन्द्र बाहुबली जस रमाइलो भइरह है 4:30 जति भयो अनि हामी चाहिँ बाहिर भाइ हेरिरहेको छौँ मानविकलाई खेलाइरहेको छौँ क्या एकछिन अन्त चट्ट पाराले ल्यायो हाम्रो कारखाना मानविकलाई कसरी झुन्डाउनु भएको हेर्नु नि त्यसलाई अहिले चाहिँ अब म पसल जानु लाग्यो खाजा किन्नको लागि अब एक साइकलमा जाने सर र पारामा होइन एकैछिनमा पुगेर हाल्छु म किनभने ढिलै खाएको थियो खाना अनि त्यहाँबाट खानु पऱ्यो नि त यसो होइन त्यही भएर म अब जान्छु यो साइकलमा मानविक के गरेर आयो फेरि यहाँ ढोका खोल्ने भने हो हुन्न नि है ल साइकल चढ्छ अब साइकल यत्रो ठुलो साइकल कुदाउँछु भने क्या उसले अब चाहिँ म कुदाउँछु है त हेर्नु है त ल दिस इज अनि गर बाउले गऱ्यो ड्राइभर महिना ल मानविकको रहर र इच्छा पुरा गरिदिन्छु म चाहिँ है त ट्याक्क लाएर सर एकछिन दुयो जर मान्छे यत्रो साइकल कत्रो चढ्नु पऱ्यो हेर यहाँ आमामा चाहिँ म पसल हिँड्नुपर्ने हुन्छ किनभने अति नै भोक लागिसक्यो क्या अघि नै भात खाएको 1 बजीतिर लास्ट भोक लागिसक्यो त्यही भएर म पसल जानुपर्ने हुन्छ यिनीहरूलाई यहाँ बाहिर लग भनिरहेको यिनीहरूले डुलाउनलाई अनि त्यही भएर भुक्या यो महा शैतान अनि यिनीहरू दुइटाको खोर चाहिँ यही बस्ने कालो यता राइट साइडमा यो चाहिँ लेफ्ट साइडमा बस्छ दुईजना जे होस् राम्रो हो होइन चट्ट पाराले अब चप्पल भुत्ताइदिनु भयो मिलाइदिएको पढ्यौ यहाँ चाहिँ मानविकको खाजा है त पुरानो दाना छ अब मानविकले खान्छ है त खाइदियो Yes, sir. What looking for? What are you looking for? What are you looking for, Manvik? We need a fruit. Let's go. You want to bicycle? You want to bicycle? Let's go. Don't do. Like the hand. Abi, मलाई तान्नु मन जान्छ चाहिँ म यहाँ कौसीमा आएको छु छतमा अनि त्यहाँबाट मानविक चाहिँ यहाँ उभत्रो गरे छ हामी त्यहाँ दौडे पछाडि त्यही पनि केही छैन बच्चाहरू त्यस्तै त हो नि होइन अनि यो देखिरहनु भएको चाहिँ सबै हाम्रो गुराँस रक्स भइहाल्यो होइन अनि मानविकलाई यहाँ समाजमा जानुपर्ने उभत्रो लपुतली समाज छ है उसले ब्रदर क्याच गर्नु त मानविकलाई म यहाँ गएँ भने हल्का जस्ता उयो छ नि त मानविक चाहिँ त्यहाँ चढ्न लागिरहेको अनि जे होस् घाम पनि जानु लाग्यो यतातिर चाहिँ पुरै जङ्गल भइहाल्यो अनि यतातिर घाम जानु लाग्यो अब अलमोस्ट यताबाट घाम गइसक्यो क्या अनि अब रात पनि बन्द लाग्यो नि त त्यो भएर घाँटी पनि चढ्छ घाँटी निचार्ने हो हान्छ कि क्या मान्नेले तिमीलाई के भयो कम्मर दुख्यो लौ गर्मी भयो जस्तो गर्मी पनि अहिले त सुरु भयो नि त अलमोस्ट अनि त्यहाँबाट म कनाइदिन्छु कागल बनाइन्छ आउन हामी चाहिँ यहाँ छतमा उसलाई मानविकलाई
हावा खानलाई लिएर आएको किनभने एकदमै उयो के भन्छ शीतल हावा आइरहेको नि त अनि त्यहाँबाट रुखहरू पनि छ अनि त्यहाँबाट फ्रेस हावा आइरहेको कारणले उसलाई हामीले हावा खान ल्याएको किनभने गर्मी पनि सुरु भइसक्यो नि त दौडे गर्छ भने ऊ चाहिँ मेरो भतिज हो अनि ऊ चाहिँ मेरो भतिज पर्छ है तल मान्विक उसको नाम चाहिँ आउनु त मान्विकले छतमा धेरै नै चकचक गरे क्या उता जानु त्यही भएर अब हामी चाहिँ उसलाई तल ल्याउँदैछौँ है त रातदार ल्याउनुहुन्छ तल हाम्रो ग्याङस्टरहरू छ यो दुईजना चाहिँ खालि गीत छ क्या सु गरेर यस्तो गरेछ यस्तो किराखानी नजिक जाने बित्तिकै यो हो यसलाई त म नदी होला होस् यसो गर्नुहुन्न यिनीहरू चाहिँ भोटे कुकुरको ब्रिड हो है त दुइटै लेला मचिना निक्नु मान्विक जाँदै हुनुहुन्छ है त ल मान्विक दौडै छ दौडै हामीलाई के गर्नु अब हामी पनि दौडिनै पऱ्यो नि अब दौडाइस काउको दिदी फेरि उसलाई डेन्जर लाग्छ क्या अनि त्यहाँबाट अब चाहिँ अलमोस्ट राति नै हुन लागिसक्यो क्या 5:30 भयो होला अहिले अनि हाम्रो दुईवटा भाइहरू मान्विकलाई बोक्दै हुनुहुन्छ हाम्रो ब्रदर चाहिँ है डोन्ट से लाइक द्याट मटु मान्विक फलो गर काकालाई दाइले चाहिँ मान्विकलाई पानी खुवाउँदै हुनुहुन्छ है त भतिजलाई वाट अ क्युट मुमेन्ट भनिदिएर के काका भतिज होइन त ट्याक्क लाएर राज दाइ र मान्विक भतिज आउँदैछ है त ल हात छोडेर सर त्यो चाहिँ हाम्रो फ्याक्ट्री हो अनि यहाँ चाहिँ गलैँचाहरू छ धेरै होइन अनि यो चाहिँ सब यही कम्पनीमा बनाएको अनि त्यहाँबाट यदि हजुरहरूलाई चाहिएको छ भने चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ जसमा चाहिँ www.gurasrocks.com मा गएर हजुरहरूले कन्ट्याक्ट गर्न सक्नुहुन्छ है त्यहाँ सब डिटेल आउँछ अनि यहाँ चाहिँ हाम्रो के भन्छ गलैँचाहरू सबै 30,000 देखि लिएर 3-4 लाख 5-6 लाखसम्मको छ क्या आफ्नो हेरी आफूलाई लो बजेटमा चाहियो कि हाई बजेटमा चाहिएको त्यो आफूमा डिपेन्ड हुन्छ है त्यो स्याम्पल हो यसको चाहिँ 5-10 हजार लिन्छ अनि त्यहाँबाट यसको चाहिँ अब भोलि पर्सि बनाउँछ होला क्या डिजाइनहरू गरेर राखेको छ यहाँ चाहिँ टन्नै क्वान्टिटीमा छ क्या धेरै अनि यहाँ सबै यो बनाएको गलैँचाहरू चाहिँ सबै यहाँ राखेको छ यहाँ कम्पनीभित्र यो चाहिँ पनि छ यहाँ पनि छ कहाँ चाहिँ छैन भन्नु न धेरै ठाउँमा छ गलैँचा यसलाई चाहिँ गलैँचा होइन है रक्स भन्छ नि फेरि रक्स ग्रास रक्सको ह्यान्डमेड क्राफ्टहरू हो यो सबै सो गाइस आजको भ्लग चाहिँ यति नै थियो हजुरलाई के कस्तो लाग्यो कमेन्ट हान्नु होला अनि त्यहाँबाट फेरि पनि अर्को भ्लगमा भेटौँला है त ल बाई बाई बम पड्काइहाल्यो नि मान्विकले अब चप्पल भुत्ताइदिनु भयो मिलाइदिएको स्मेल पो आयो त गन्दा आदमी दाल भात खाइ क्या